nambe cho met ma be iku sangge met ma Sewaro kereko inga binai yakthung ain yaklagin yakthung songjum sigang tumya hang mepna ben the nu tumya hang samlo akirik pokheye hekyang tumyang samlo mepna ben the keroba panin inga ain adang badang mesulungmo tarungang yepa र यसरी नै हामी लिम्बू जातिमा तुम्याहाङ भनेको के हो अनि तुम्याहाङको गीत कस्तो हुन्छ अनि यसलाई कतिखेर गाइन्छ यो तुम्याहाङले लिम्बू समाजमा अथवा लिम्बू जातिमा कस्तो खालके यसको जग्गा छ भन्ने विषयमा आज तपाईहरुको अगाडि म एक दुईवटा कुरा राख्न गइरहेको छु र तुम्याहाङ भनेको हाम्रो लिम्बू जगत अथवा लिम्बू सोसाइटीमा उहिले जब सभ्यताको समयदेखि नै तुम्याहाङहरू चाहिँ कसलाई भनिन्थ्यो त भन्दाखेरि जुन चाहिँ त्यो समयदेखि नै एउटा सोसाइटी भित्रको एउटा ज्ञानी मान्छे है जसले न्याय अन्याय छुटाउन सक्ने राम्रो नराम्रो छुटाउन सक्ने है यो सबैको ज्ञान भएको मान्छेलाई एउटा तुम्याहाङको दर्जा दिएर आइरहेको लिम्बू समाजमा है र आज पनि लिम्बू समाजमा तुम्याहाङको उत्तिकै उहाँहरूको उत्तिकै भ्याल्यु छ उहाँको उत्तिकै इज्जत छ र आज पनि तुम्याहाङहरू भनेको लिम्बू जगतको एउटा बाटो देखाउने मार्गदर्शकहरू हुन् र त्यसरी नै लिम्बू समाजमा एउटा तुम्याहाङ साम्लो भन्ने एउटा गीत गाउने गरिन्छ अनि यो गीत गाउनु जोसुकैलाई मान्यता छैन जोसुकैलाई मन्जुरी छैन र यो गीत कसले गाउँछ त लिम्बू जगतमा या त लिम्बू समाजमा तुम्याहाङ साम्लो भनेको तुम्याहाङको गीत भनेको एकदम महत्त्वपूर्ण गीत हो अनि यो जोसुकैले गाउनु नसक्ने गीत हो अनि यो गीत चाहिँ कसले गाउँछ त भन्दाखेरि तुम्याहाङले गाउँछ तुम्याहाङ भनेको हामी सबैलाई अब याद भयो है अनि यो गीत चाहिँ तुम्याहाङले गाउँछ अनि यबा साम्बा अनि फेदाङमाले गाउने गर्छ यो गीत एकदम यसमा लय हुन्छ है एउटा सामदिक इक्तिक भन्छ लिम्बूमा अनि यो सामदिक इक्तिक भएको एउटा गीत हो अनि यसमा सबै कुरा हुन्छ अरू गीतमाहरू जस्तो यसमा सबै कुरा हुन्छ अनि त्यो बाहेक यसमा कस्तो हुन्छ किन चाहिँ अरूले गाउन सक्दैन त यो गीत भन्दाखेरि यो गीत भनेको लिम्बूको सभ्यता सृष्टिको जुन चाहिँ मुन्धुम छ है एउटा सामाजिक मुन्धुम छ अनि यो मुन्धुम सबै यो गीतभित्र लुकेको भएको कारणले गर्दा यो गीत गाउँदाखेरि यो गीतले लिम्बू मुन्धुमलाई दर्शाएको कारणले गर्दाखेरि यो जोसुकैले गाउन सक्दैन तुम्याहाङको गीत हामी सबैले बुझ्यौं है हामी सबैले सुन्यौं के हो भन्ने विषय सुन्यौं र अब गीत चाहिँ कसरी चाहिँ गाइन्छ त भन्ने विषयमा तपाईहरुले यो भिडियो हेर्नु होला है अनि तपाईहरुले यो भिडियो कतिजनाले बुझ्नु हुँदैन होला तर पनि यसमा लय सुर कस्तो हुनुपर्ने भाका कस्तो हुनुपर्ने भन्ने विषय अवश्य नै तपाईहरुले यसमा तपाईहरुले चिन्तन मनन गर्नुहुन्छ होला भन्ने विश्वाससँग है तपाईहरुलाई यो छोटो इन्फर्मेसन र यरि नोगेन आसेवारो yo be tumyahang yung mayo sawa ding goro yakyap ma yung mayo mangwa hang ma bu ma den na samji ke mundum pu ma thak men na la si di goro nam si di goro nam be cho met ma be iku sangge met ma ambi lawa sang ta goro itong gok ma ta bile sama yung thang sang iku mang be yung thang sang ambi lao tam tem be yu yang thong ba yu pun tem be yu khao ke lorika iku na so nu ro cha so ke tong nam ipu ma ten he yu
삼지게 맺마로 에문둠하 맺마고 아켄 와예상 이밤마고 와예상 옌복 멜레 이톰복 멜레고 사게 나게 마무 랑게 나게 마방 항좀 덕마로 항와 덕마로 범바두뚜딩 맺마 이tum양 항삼로 맺마 나와 싱옌마로 우겜 싱옌마로 우삼사누마하 이삼메 삼메 뚱탕바로 세와루